नमस्कार साथीहरु, आजको भिडियोमा स्वागत छ। साथीहरु, आजको भिडियोमा मैले डिजिटल मल्टिमिटर कसरी प्रयोग गर्ने यस विषयमा मैले बताउन गइरहेको छु। र साथीहरु, धेरै टेक्निशियन साथीहरुले मन पराउनु भएको मल्टिमिटर भनेको यही नै हो। सुरुमा हामीले बेरिङ सिक्दाखेरि या हामीले रिपेयर गर्दाखेरि हामीले सुरुमा प्रयोग गर्ने भनेको यही मल्टिमिटर नै हो। किन भन्दाखेरि साथीहरु, यो चलाउनलाई एकदम सजिलो छ र थोरै मूल्यमा पनि पाइन्छ यो। अनि यो यदि काम गर्दा गर्दै यो खराब भयो भने नि हामीलाई मनखत लाग्दैन, थोरै मूल्यमा पाइन्छ। अनि चलाउन सजिलो भएको कारणले धेरै टेक्निशियन साथीहरुले यो प्रयोग गर्नु भएको छ। यो मल्टिमिटर कसरी चलाउने यस विषयमा आजको भिडियो रहेको छ, देख्न सक्नुहुन्छ। यो सुरुमा अफ रहेको छ। यो चाहिँ मैले यहाँ मार्करले चाहिँ चिन्ह बनाएको छु। यो बाइ चान्स हामीले एकातिर सिलेक्ट गरे भनेर अर्कोतिर प्रयोग गरियो भने यो खराब हुन्छ, त्यसको लागि। अनि यसो यो चालु छ कि छैन, यो नयाँ मल्टिमिटर हो। नयाँ किन्दाखेरि कहिलेकाहीँ ब्याट्री भ्याइएको नि हुन सक्छ, त्यही भएर ठीक छ, ब्याट्री रहेछ यसमा। अब मैले बताउँछु साथीहरु। यो अब सुरुमा देख्न सक्नुहुन्छ, यो रहेको छ एसी भोल्टेज। यो हाम्रो घरमा बिजुली बाल्न प्रयोग गरिने भोल्टेज हो, एसी भोल्टेज भनेको देख्न सक्नुहुन्छ। अनि यो 700 भोल्टेज रहेको छ। यो मैले 200 मा सिलेक्ट गरेको छु, देख्न सक्नुहुन्छ। 200 भोल्टेज भन्दा कम भोल्टेज आएको छ भने हामीले 200 मा सिलेक्ट गरेर नाप्न सकिन्छ। 200 भन्दा बढी भोल्टेज आएको छ भने यसले सो गर्न सक्दैन। त्यस्तो अवस्थामा मिटर जल्न पनि सक्छ। त्यसको लागि हामीलाई केही अनुमान हुनुपर्छ भोल्टेजको, त्यही अनुसारले सजिलैसँग सिलेक्ट गरेर नाप्न सकिन्छ। यदि घरको भोल्टेज कति छ भनेर नाप्नु पर्यो भने घरको भोल्टेज 220 देखि 240-50 सम्म नि आउने गर्छ। त्यसको लागि हामीले 750 मा सिलेक्ट गरेर नाप्न सकिन्छ। अनि यहाँ डिस्प्लेमा सो गरेको पनि देखिन्छ, एचभी भनेर हाई भोल्टेज सो गरेको देख्न सकिन्छ। अनि कहिलेकाहीँ साथीहरु हामीले एसी भोल्टेज यता रहेको हुन्छ, डीसी भोल्टेज यता रहेको हुन्छ। एसी मा सिलेक्ट गरिसकेपछि हामीले एसी भोल्टेजलाई नै नाप्नु पर्ने हुन्छ। डीसी मा सिलेक्ट गर्यौं भने डीसी भोल्टेज नै नाप्नु पर्ने हुन्छ। यताको उता उताको यता गर्दियौं भने यो मिटर खराब हुने गर्छ। खराब भयो भने यो मल्टिमिटर रिपेयर हुँदैन, बरु बजारमा गएर किन्दा नै हामीलाई सस्तो नै पर्छ। त्यसपछि देख्न सक्नुहुन्छ यो अर्को मोड रहेको छ डीसीए। ए भनेको एम्पियर, डीसी भोल्टेजको एम्पियर नाप्न प्रयोग गरिने मोड रहेको छ। यो एम्पियर भनेको के हो भने साथीहरु, हामीले कुनै पनि भोल्टेज सँगसँगै त्यसको एम्पियर पनि सँगै गइरहेको हुन्छ। जस्तो हामीले एउटा बल्ब बाल्यौं, त्यसले कति एम्पियर खाइरहेको हुन्छ हैन, त्यो एम्पियर चाहिँ हामीले नाप्न सकिदैन। भोल्टेज चाहिँ सजिलै नाप्न सकिने हुन्छ। भोल्टेज त हामीलाई त्यही पनि अनुमान पनि हामीले यदि भोल्टेज भनेर गेस गर्न सकिन्छ, तर एम्पियर भने गेस गर्न सकिदैन। त्यसको लागि नाप्ने मोड भनेको यिनी रहेको हुन्छ। यसबाट डीसी एम्पियर नै हामीले डीसी एम्पियर मात्रै यो मोडबाट नाप्न सकियो, 10 एम्पियर सम्म। अनि 10 एम्पियर भन्दा बढी यो मिटरले नाप्दैन। अनि त्यहाँभन्दा बढी चाहिँ प्रयोग यो नाप्नलाई युज गर्न नि हुन्न, खराब हुन्छ। 10 एम्पियर नाप्ने बेलामा यसको यो रातो तारलाई माथिको यसमा लगाउने। यहाँ देख्न सक्नुहुन्छ डीसी 10 एम्पियर भनेर लेखेको छ। अनि यो कालो तारलाई चाहिँ यो कमनमा माइनसमा हालेर नाप्न सकियो। अनि त्यसपछि अर्को मोड देख्न सक्नुहुन्छ, यो रहेको छ एचएफई मोड रहेको छ। यो मोड भनेको र ट्रान्जिस्टरहरु नाप्ने मोड हो। यसमा सिलेक्ट गरिसकेपछि यहाँ देख्न सकिन्छ एनपिएन पिएनपी ट्रान्जिस्टर हामीले यहाँ यसमा छिराएर यो पलमा छिराएर नाप्न सकिन्छ र मिटरमा केही रिडिङ आउने गर्छ। त्यसपछि यो मोड देख्न सक्नुहुन्छ, यो फ्रिक्वेन्सी मोड रहेको छ। यो फ्रिक्वेन्सी मोड यो मिटरबाट नाप्न सकिन्न। त्यसैगरी यो मोड देख्न सक्नुहुन्छ, यो बजरको कन्टिन्युटी डायोड नाप्ने मोड रहेको छ। यो कसरी नाप्ने त्यो पनि म बताइदिन्छु। यसलाई यो माइनसलाई यसको यो कमनमा हाल्ने तलकोमा, यो रातो वायरलाई यो माथिकोमा बिचकोमा त्यसरी छिराउने। यसलाई राखिदिसकेपछि यहाँ दुईटा आउने गर्छ तार, यसको वायर टुप्पो। अनि यो अवस्थामा फेरि साथीहरु हामीले भोल्टेज नाप्न मिल्दैन, जुनसुकै भोल्टेज नै नाप्न मिल्दैन। यसबाट कम्पोनेन्ट टेस्ट गर्ने र सप्लाई टेस्ट गर्न मिल्यो। जस्तै यहाँको लाइन त्यहाँसम्म गएको छ कि छैन भनेर त्यसरी नाप्नमा मिल्यो है। जस्तै यो एउटा वायर छ, यो चाहिँ अब यो टुप्पोदेखि यो टुप्पोसम्म ठिक छ कि छैन भनेर यसरी चेक गर्न सकियो। यो बजेपछि यो ठिक मानियो। यो यसरी दुईटा पिन टच गर्दा नि यो 00 आउने गर्छ। अनि यसैबाट डायोड पनि चेक गर्न सकिन्छ। यो डायोड यो किसिमको रहेको हुन्छ, डायोड देख्न सक्नुहुन्छ।
डायोडको यो भाग भनेको प्लस हो, यो माइनस हो। यसलाई हामीले उल्टो चेक गऱ्यौँ भने मिटरमा केही रिडिङ आउने गर्छ, आयो। अब यसलाई उल्टो बनाएर चेक गर्दा मिटरमा केही पनि रिडिङ आउँदैन। यसरी नआएकोतिर हामीले चिन्न नि सकियो, यो यता लगाएकोतिर माइनस, यो रातो लगाएकोतिर प्लस भयो भनेर चिन्न सकियो। यसरी चेक गर्दा दुई साइडै एउटै नम्बरको भ्यालु आउनु र अनि यस्तै बिप बज्यो भने यो खराब मानिन्छ। अनि भ्यालु यसले सो गरेन भने नि, दुई साइडबाट पनि भ्यालु सो गरेन भने नि यो खराब मानिन्छ। अनि यसबाट अरू धेरै कम्पोनेन्टहरू टेस्ट गर्न मिल्यो, रजिस्टर, डायोड, अनि ट्रान्जिस्टर, मोसफेट, कोइल अनि ट्र्याकहरू धेरै चेक गर्न सकिन्छ यही मोडबाट। त्यसपछि अर्को यो मोड देख्न सक्नुहुन्छ, यो रहेको छ ओम्स मोड रहेको छ। यो 200 ओम्ससम्मको हामीले यो मोडबाट सजिलैसँग नाप्न सकियो। त्यसको लागि म देखाउँछु। यो मसँग रहेको छ एउटा 100 ओमको रजिस्टर रहेको छ। यो 100 ओमको हो। यो 5-10 तलमाथि देखाउँछ। यो 100 ओमको हो। अनि यसरी मिटरले पनि चेक गर्न सकियो। यदि मिटरले राम्रो सो गरेन भने यसको यो कोड अनुसारले नि पत्ता लगाउन सकिन्छ सजिलैसँग। अब यसै गरी मसँग यो अर्को रहेको छ, यो 1K को रजिस्टर रहेको छ। 1K को नापौँ त कस्तो हुन्छ। 1K को नाप्दाखेरि यसले सो गर्न सकेन। अब त्यसलाई चाहिँ मिटर यो एक बढाइदिउँ। यो 2000 ओम्समा रहेको छ। अब त्यसमा नापौँ सो गर्छ कि गर्दैन। यसमा सो गर्न खोजेको छ, यो 100 आउनु पर्ने हो। आयो ठिक देखाएको छ यति। अब यसमा नि राम्ररी सो गरेको छैन भने त्यस्तो अवस्थामा यसलाई 20K मा सिलेक्ट गरेर यसरी लगाउन सकियो। यसरी गर्दाखेरि यो 1K हो। 5-10 तलमाथि देखाउँछ। नत्र भने यसको कोड अनुसारले ब्राउन, ब्ल्याक, रेड रहेको छ। यो सर्च गरेर नि हेर्न मिल्छ। यो 1K को रहेको छ। त्यसै गरी त्योभन्दा माथिको रहेको छ 200 किलो ओमको रहेको छ 200K। त्यसमा नापौँ यो कसरी सो गर्छ। यसले थोरै मात्रामा सो गर्ने गर्छ, जति माथि गयो उति। अनि त्यसपछि साथीहरू यो 200K यहाँ रहेको छ। त्यहाँदेखि माथि गयौँ भने 2000 किलो ओमको यहाँबाट नाप्न सकियो। जुनसुकै कम्पोनेन्ट पनि ओम्समा सो गर्छ भने यिनीबाट नाप्न सकियो सजिलैसँग। जस्तै कुनै हामीले कोइलहरू नाप्दा नि ओम्समा सो गर्ने भ्यालु देखाउने छ भने यिनी मोडबाट सजिलैसँग नाप्न सकियो। अनि त्यसै गरी साथीहरू यो मोड रहेको छ। यहाँदेखि यहाँसम्मको DC भोल्टेज रहेको छ, देख्न सक्नुहुन्छ। यो DC भोल्टेज हो। यो DC भोल्टेज भनेको ब्याट्रीहरूको भोल्टेज हो। अनि पावर सप्लाईबाट आउट हुने भोल्टेज DC भोल्टेज। अनि मोबाइल चार्जरको भोल्टेज त्यो पनि DC भोल्टेज हो। अनि यस्तै ब्याट्रीहरूको भोल्टेज, यसलाई पनि DC भोल्टेज भनिन्छ। अनि यसमा साथीहरू यो मिली भोल्टेजहरू यता नापिन्छ। जस्तै अब यो यहाँ देख्न सक्नुहुन्छ 20 भोल्टेज रहेको छ। यहाँ 20 सम्मको सजिलै नाप्न सकियो यो मोडबाट। 20 भन्दा बढी माथि गयो भने हामीले 200 भोल्टेजमा सिलेक्ट गरेर नाप्न सकिन्छ। त्यहाँभन्दा माथि गयो भने यहाँ रहेछ 1000 भोल्टेज। अब यसमा मैले यो चाहिँ भोल्टेज नाप्ने बेलामा यो यहीँ राख्नुपर्छ, सार्नु पर्दैन। भोल्टेज जुनसुकै भोल्टेज नाप्दा नि यसैमा राख्नुपर्ने हुन्छ। माथिकोमा एम्पियरको लागि मात्रै हो, खासै त्यति धेरै आवश्यक पर्दैन। अब यो भोल्टेजमा मैले चेक गर्छु। भोल्टेजमा चेक गर्दाखेरि 8.3 देखाएको छ। अब यसलाई फर्काएर चेक गर्दाखेरि त्यहाँ देखिन्छ यो माइनस आएको छ। यो उल्टो पर्यो भनेर भोल्टेज, यो तार उल्टो पर्यो भनेको हो। यसरी गर्दाखेरि ठिक। अब यो प्लस माइनस यसमा लेखेको छ, नलेखेको मा पनि हामीले चिन्न सकिन्छ। यसरी गर्दाखेरि माइनसको त्यहाँ चिन्ह आएन भने यो यताको प्लस यताको माइनस भनेर चिन्न सकिन्छ। अनि यो 1000 भोल्टेज रहेको छ DC को भोल्टेज। DC मा पनि 200 भन्दा धेरै माथि जति भोल्टेज बढ्दै जान्छ यसले नि करेन्ट लाग्ने डर हुन्छ। यहाँ देख्न सकिन्छ, त्यही भएर HV लेखेको छ, हाई भोल्टेज। अनि साथीहरू लास्टमा अर्को मोड रहेको छ, अफ मोड रहेको छ। हामीले काम गरिसकेपछि मिटरलाई
बन्द गरेर राख्नुपर्ने हुन्छ, नत्र भने ब्याट्री छिटो भइन्छ। यसमा अटो पावर अफ हुँदैन। ब्याट्री भ्याइयो भने रिडिङ सो नगर्ने, अनि उल्टो उल्टो यसले भ्यालु सो गर्ने, अनि त्यसपछि चेक गर्दा गर्दै मिटर चाहिँ अफ हुने गर्छ। त्यस्तो भयो भने ब्याट्री नयाँ किनेर नयाँ हालिदिनु पर्ने हुन्छ। अनि साथीहरू भिडियो हेर्नुभयो, भिडियो कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला, अनि सक्दो सेयर पनि गर्नु होला, अनि सब्स्क्राइब पनि गरिदिनु होला।